हामी चाहिँ मम्मीको बारीमा छौँ गाइस। यतिखेर यो चाहिँ मेरो मम्मीको करेसो बारी हो, तर म बिरामी छु। यहाँ मेरो नसा चेप्टेको छ। यो चाहिँ हाम्रो मम्मीको कुखुरी हो, कुखुरी पाल्ने ठाउँ। कुखुरीलाई आज खाएर व्यवस्था गरियो। खोरिँदै छ। हाम्रो ड्राइगन फ्रुट, हाम्रो आँप, अम्बक, लिची गाइस, लिचीको। हेलो एभ्रिवान, हाम्रो रेजिना चाहिँ आज साग टिप्न जाँदैछ। रेजिना सँगसँगै म पनि साग टिप्न जाँदैछु। हामी चाहिँ मम्मीको बारीमा छौँ गाइस। यतिखेर यो चाहिँ मेरो मम्मीको करेसो बारी हो, तर म बिरामी छु। यहाँ मेरो नसा चेप्टेको छ। यो चाहिँ हाम्रो मम्मीको कुखुरी हो, कुखुरी पाल्ने ठाउँ। कुखुरीलाई आज खाएर व्यवस्था गरियो। खोरिँदै छ। हाम्रो ड्राइगन फ्रुट, हाम्रो आँप, अम्बक, लिची गाइस, लिचीको बोट। यो मेरो मम्मीको सागको बिरुवा। सागै साग छ। त्यहाँ पनि छ लिची, आँप है। तिहार सिद्धेपछि फुल फुलिरहेछ। सयपत्री फुल, मखमली फुल। हामी चाहिँ यही सागबारी टिप्न आएको हो गाइस। मेरो माइतीहरू त्यही हो। बोट बिरुवा छ, देख्न सक्नुहुन्छ। अब हामी साग टिप्दैछौँ। ला पानी पऱ्यो। म चाहिँ अहिले भर्खरै क्यामेरा पक्रिन सिक्दैछु। क्यामेरा पक्रिनको लागि साह्रै नै प्र्याक्टिस गर्नुपर्दो रहेछ। ल हेर्न, अब चाहिँ यसरी पनि बनाउन सक्ने भएँ म। यसरी हेर्नु रहेछ नि त रेजिना? देखिरहेछ नि? साग टिपेको पनि देखिन्छ। ल गाइस, हाम्रो यो सागको बिरुवा यही हो। हामीलाई सागको पनि पुगिसक्यो। अब जिन्दगीमा यस्तै गर्दै त बस्नलाई नि जागिर सागिर छैन। सेलरोटी छ मसँग 4वटा 5वटा। रेजिना चाहिँ उसको बुढोसँग फोनमा बोल्दैछ गाइस। मस्की आउनु भयो हाम्रो चटपटेवाला दाइ। चटपटे खाने हो, मिठो मिठो। आऊ चटपटे खाना आउँदैछ नि यही चाहिँ। भैयाजीको चटपटे पर्दैन, एक ठाउँ खाने। त्यही किलो सुकै यहाँ हाम्रो अङ्कलको चटपटे पर्दैन। सुकै खाने, सुकै बनाइदिनु। मलाई अलिकति निकालिदिनु होइन नि, ठिकै हो। यो के को कार्टुनको यस्तो राम्रो पाउँछु? गाइस, हाम्रो चाहिँ चटपटे रेडी भयो है। साग चटपटे, स्पेसल चटपटे गोलिम क्या। साग उखाल्दा अनि खान लागेको। हेर्न सक्नुहुन्छ।